अहिले चाहिँ म ग्राउन्डमा छु। आज चाहिँ हामीले यो पिच बनाइरहेको छौँ। माटो सबै लगाइसक्यौँ। अहिले चाहिँ अब धुर्मुसको काम चल्दैछ, किनभने हामीसँग रोलर छैन। त्यसैले हामीले यो जुन देख्नुहुन्छ तपाईँहरूले, यसले चाहिँ हामीले रोलरको काम यसैले गर्ने हो। तपाईँलाई ज्ञात नै छ, हाम्रो बाउन्डेली आञ्चलिक आक्सुले 20 तारिकदेखि 6 मार्चसम्म हाम्रो यहाँ गोर्खा टुर्नामेन्ट अर्गनाइज गर्न गइरहेछ। र त्यसैको लागि चाहिँ हाम्रो आज प्रिपेयर चलिरहेछ पिचको। सबैभन्दा प्रब्लम चाहिँ पिच नै हो, किनभने पहिला यहाँ पिच थिएन। त्यसैले हामीले यहाँ खनेर र गाडी ट्र्याक्टरमा माटो लगाएर आज फाइनली पिचमा माटो पनि लगायो र अहिले त्यसको मेरामती हुँदैछ। फाइनली अब हाम्रो पिच पनि बनिसक्यो भनौँ। अब अलिकति काम बाँकी छ। अघि भने मैले जुन हाम्रो रोलर छैन, धुर्मुस मार्दाखेरि निकै टाइम लाग्छ, पानी लगाएर मार्नुपर्छ। रोलरले भएदेखि त अब एकैछिनमै नै हुने थियो र हामीलाई 2-3 दिन अझै टाइम लाग्छ। 20 तारिकभन्दा चाहिँ अगाडि हुन्छ, किनभने 20 तारिक त स्टार्ट हो म्याच, जुन हाम्रो फर्स्ट प्राइज मनी गोर्खा क्रिकेट टुर्नामेन्ट 2022 जुन हामीले यो हाम्रो बामुन्जेली आञ्चलिक समितिले अर्गनाइज गर्न गइरहेछ। मैले अस्ति पनि भनेको थिएँ कि तपाईँहरूको पनि टिम छैन, तपाईँहरू पनि टिम लिएर आउनुहोस् र पार्टिसिपेट गर्नुहोस्, मलाई कन्ट्याक्ट गर्नुहोस् होइन। हामी नै हो यहाँको कमिटी भनौँ, हाम्रो जुन बामुन्जेली आञ्चलिक समितिको फर्स्ट प्राइज मनी गोर्खा क्रिकेट टुर्नामेन्ट। पहिलोचोटि यो गोर्खा टुर्नामेन्ट भइरहेछ हाम्रो जग्गामा। योभन्दा अगाडि चाहिँ गोर्खा टुर्नामेन्ट क्रिकेटको भएको थिएन, पहिलोचोटि हाम्रो। र हेरौँ कस्तो खालको रेस्पोन्स आउँछ, जनताले कस्तो खालको